नेपाली कांग्रेसभित्र अहिले के चलिरहेको छ त्यसको एक संक्षिप्त विश्लेषण गरौँ है त। देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेस फुटको एकदमै नजिक पुगिसकेको थियो, तर अहिले आएर चाहिँ अवस्था अलिकति फेरिएको छ, किनभने संवादको ढोका खुलेको छ। पहिलो कुरा, यो विवाद आखिर सुरु भयो कसरी? खासमा पार्टीका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको समूहले नेतृत्वसँग चित्त नबुझेर एउटा विशेष महाधिवेशन बोलाए। तर सभापति शेरबहादुर देउवाको पक्षले सुरुमा त हुँदै हुन्न भनेर ठाडै अस्वीकार गरिदियो। अनि त्यसपछि त पार्टी नै फुट्ने हो कि भन्ने हल्ला वात्तै चल्यो। दोस्रो, खेल बदलियो कहाँनेर भन्दा त्यो विशेष महाधिवेशनमा कार्यकर्ताहरूको ठूलो उपस्थिति देखियो। हो, त्यो भिड देखेपछि चाहिँ देउवा पक्ष दबावमा आयो र बल्ल वार्ताका लागि तयार भयो। किनभने दुवै पक्षलाई राम्ररी थाहा छ कि पार्टी फुट्यो भने कसैको पनि केही लाग्दैन, सबैको राजनीति नै सकिन्छ। त्यसैले अहिले समाधान खोज्ने प्रयास भइरहेको छ। र अन्त्यमा अब देउवा के गर्छन् त? यो सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो, किनभने असन्तुष्ट पक्षले त नेतृत्व नै फर्चौं भनिसकेको छ। तर देउवासँग यो सङ्कट टार्ने एउटा एकदमै सजिलो उपाय छ। उहाँले अब सभापति लड्दिन त भनिसक्नु भएको छ। त्यसैले अहिले खालि महाधिवेशनमा गएर कार्यकर्ताहरूको भावनाको सम्मान गरिदिए मात्रै पनि यो सबै समस्या समाधान हुन सक्छ। छोटकरीमा भन्नुपर्दा कांग्रेसभित्रको यो विद्रोहले संवादको बाटो त खुलाएको छ, तर पार्टीको भविष्य अब यही संवाद कति सफल हुन्छ भन्ने कुरामा निर्भर गर्छ। बीबीसी नेपाली सेवाको साँझ पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा कांग्रेस विशेष महाधिवेशन बन्द सत्रमा चलिरहँदा देउवाले संवादको आह्वान गरेको नेताहरूको भनाई। सम्बन्धित जो विशेष महाधिवेशनका नाममा भएको कार्यक्रममा भेला हुनुभएको छ, उहाँहरूसँग संवाद गर्ने भन्ने निष्कर्ष। अनि नेपाली कांग्रेस फुट्छ जस्तो मलाई लाग्दैन। यदि फुट्यो भने त्यो चक्रचुर हुन्छ। त्यहाँ कसैको केही हैसियत न शेरबहादुरजीको रहन्छ न गगनजीहरूको रहन्छ। कांग्रेस विवाद बारेमै सुन्नुहुनेछ पत्रकार राजेन्द्र दाहालसँग कुराकानी र सरकार विरोधी प्रदर्शनलाई पूर्ण नियन्त्रणमा लिएको इरानी अधिकारीहरूको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार। शरद गेसीबाट समाचार सुन्नुहोस्। इरानको सुरक्षा फौजले त्यहाँ जारी सरकार विरोधी प्रदर्शनलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याएको त्यहाँका विदेश मन्त्री सैयद अब्बास अराक्चीले बताएका छन्। सरकारी टेलिभिजनले सोमबार त्यहाँका सडकहरूमा सत्ताका समर्थकहरूले र्याली गरेका तस्बिरहरू देखाइरहेको छ, जुन संचार प्रतिबन्धका बीच पनि प्रकाशमा आएको विरोध प्रदर्शनका भिडियो फुटेजहरूभन्दा नितान्त फरक छन्। गोयनेस हबिबियाज भन्छन्, आज तेहरानमा भएको सरकार पक्षीय प्रदर्शनमा इरानी संसदका सभामुख मोहम्मद बकर गालिबोफ पनि सहभागी थिए, जहाँ उनले यदि अमेरिकाले इरानमा आक्रमण गरेमा ट्रम्पलाई बिर्सन नसकिने शिक्षा दिने चेतावनी दिए। अमेरिकी राष्ट्रपति ट्रम्पले सडकमा उत्रिएकाहरूको रक्षाको निम्ति इरानमा आफूले सैन्य कारबाही गर्ने धम्की दिएका थिए। इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा भएको दमनमा 1000 भन्दा बढी मानिस मारिएको विश्वास गरिन्छ। अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावलले न्याय मन्त्रालयद्वारा फौजदारी अनुसन्धान सुरु गरिए पनि आफू पदमा रहिरहने बताएका छन्। भवन मर्मत परियोजनाको बारेमा संसदलाई आफूले दिएको बयानमा अभियोगको धम्की एउटा बहाना मात्र भएको बताउँदै उनले अमेरिकी केन्द्रीय बैंकलाई ब्याज दर घटाउन दबाब दिनु त्यसको उद्देश्य रहेको उल्लेख गरे। सिनेटले पुष्टि गरेका कामहरू आफूले जारी राख्ने उनको भनाइ छ। राष्ट्रपति ट्रम्पले आफूलाई अनुसन्धानबारे केही थाहा नभएको तर पावलले राम्रो काम गरेको आफूलाई नलागेको टिप्पणी गरेका छन्। भेनेजुएलाको सरकारले अमेरिकाद्वारा नियन्त्रणमा लिएका राष्ट्रपति निकोलस मदुरोको कार्यकालमा हिरासतमा राखिएका 116 जना कैदीहरूलाई रिहा गरिदिएको जनाएको छ। अधिकारीहरूका भनाइमा देशको स्थिरतालाई कमजोर पारेको अभियोगमा उनीहरूलाई स्वतन्त्रताबाट वञ्चित गरिएको थियो। राष्ट्रपति ट्रम्पले कराकसको सबैभन्दा कुख्यात जेल एल लिक्विडे बन्द गर्ने घोषणा गरेपछि भेनेजुएलाको सरकारले ठूलो संख्यामा बन्दीहरूलाई रिहा गर्ने बताएको थियो। विपक्षी कार्यकर्ताहरूले 800 भन्दा बढी राजनीतिक बन्दीहरू जेलमा रहेको जनाएका छन्।
हेगमा अन्तर्राष्ट्रिय न्यायालय आइसिजेले 1 दशकभन्दा बढी समयपछि पहिलो पटक नरसंहार सम्बन्धी मुद्दाको पूर्ण सुनुवाई थालेको छ। गाम्बियाले म्यानमार विरुद्ध उक्त मुद्दा अदालतमा ल्याएको हो, जसमा सन् 2017मा मुस्लिम रोहिङ्जिया अल्पसंख्यकलाई निशाना बनाइएको आरोप लगाइएको छ। गाम्बियाका न्याय मन्त्री दाउ ज्वालोले कमजोर समूहमाथि गरिएको सबैभन्दा क्रूर र अमानवीय हिंसाका विश्वसनीय रिपोर्टहरूका आधारमा आफ्नो देशले उक्त मुद्दा दर्ता गरेको अदालत समक्ष बताएका छन्। म्यानमारले भने उक्त आरोपको खण्डन गर्दै आएको छ। र बङ्गलादेशले सिमाना काटेर पसेका रोहिङ्जिया लडाकु समूहका 50 जना भन्दा बढी सदस्यहरूलाई पक्राउ गरेपछि म्यानमारसँगको सिमानामा उच्च सतर्कता जारी गरेको छ। म्यानमारको रखाइन प्रान्तमा भीषण लडाईँ भइरहेको खबरका बीच विद्रोही समूह एआरएसएका सदस्यहरूलाई पक्राउ गरिएको हो। उक्त समूह आफू रोहिङ्जिया मुस्लिम अल्पसंख्यकको अधिकारका लागि लडिरहेको बताउँछ। यो बीबीसी नेपाली सेवा हो। साँझ पखमा पुनः स्वागत छ। नेपाली कांग्रेसका बहुमत महाधिवेशन प्रतिनिधिहरूसहित काठमाडौँमा जुटेका विशेष महाधिवेशन पक्षधरहरू विभिन्न प्रस्तावहरूको छलफलमा जुट्न थालेपछि संस्थापन पक्षले संवादको आह्वान गरेको छ। विगठित प्रतिनिधि सभामा देशको सबैभन्दा ठूलो रहेको दल विभाजनको संघारमा पुगेका टीका टिप्पणीमाझ सोमबार बन्द सत्रमा पनि सभापति शेरबहादुर देउवा सहभागी भएनन्। सो आयोजनाको दोस्रो दिन भृकुटी मण्डपमा निम्तो मान्न जान पुनः अस्वीकार गरेका देउवाले आज महाराजगञ्ज स्थित आफ्नो निवासमा आन्तरिक परामर्शलाई तीव्रता दिएका थिए। सुनौ थप रिपोर्ट। सोमबार दिनभरि नेपाली कांग्रेसका नेताहरू छलफलमा व्यस्त देखिँदा साँझ सभापति देउवाले विशेष महाधिवेशन डाकेका दुई महामन्त्रीहरूसँग संवाद गर्न खोजेको उनी निकट नेताहरूले बताएका छन्। दुवै पक्षले कम्तीमा बन्द सत्रको दोस्रो दिन मंगलबार वा समापनका बेलासम्म मिलनबिन्दु खोज्ने प्रयासमा जुटेको बताएका छन्। त्यसैले सार्थक संवादको सम्भावना रहेको र त्यो सोमबार रातभरिमा पनि हुन सक्ने नेताहरूले बताएका छन्। देउवा निवासमा भएको बैठकपछि पत्रकारहरूसँग बोल्दै कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा भन्छन्, अब सभापति र कार्यवाहक सभापति लगायत पदाधिकारीहरूले सम्बन्धित जो त्यहाँ विशेष महाधिवेशनका नाममा भएको कार्यक्रममा चाहिँ उहाँहरू भेला हुनुभएको छ, उहाँहरूसँग संवाद गर्ने भन्ने निष्कर्ष हो। संवादका विषयमा महामन्त्री द्वय थापा र शर्मा समक्ष सन्देश गइसकेको र उनीहरू त्यसमा सकारात्मक रहेको पनि विश्वकर्माले बताए। दुवै पक्षमा पार्टी एक राख्ने कुरा रहेको बताउँदै त्यसका लागि मिलनबिन्दु खोज्ने प्रयास भइरहेको बताउँछन् सहमहामन्त्री बद्री पाण्डे। नेतृत्व परिवर्तन, चलिए आज विशेष महाधिवेशन पक्षधर साथीहरू नजाने, त्यहाँ भएका नीतिगत छलफलहरू, चुनावका रणनीतिका विषयहरू, अरू आर्थिक सामाजिक कार्यक्रमहरू, त्यहाँ भएका छलफललाई पार्टीले एउटा पुँजीको रूपमा ग्रहण गर्ने, यो मिलनबिन्दु हुन्छ कि मिलनबिन्दु ठ्याक्कै पहिला आएको अवस्था छैन, हामी मिलेरै जानुपर्छ भन्ने भावना चाहिँ अब दुवैतिर देखिन्छ। संवादलाई घनीभूत बनाउँदै जाँदा, विश्वासको वातावरण निर्माण गर्दै जाँदा समापन हुने बेलासम्म केही कुरा मिल्छ कि। यसैबीच आज दिउँसो कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावको मिति तोकिसकेको अवस्थामा पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न भन्दै पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गरेका थिए। उक्त विज्ञप्तिमा कतै पनि विशेष महाधिवेशन उल्लेख गरिएको छैन र आउँदो वैशाखमा हुने भनिएको 15औं महाधिवेशनमै जोड दिँदै त्यसबाटै नीति र नेतृत्व परिवर्तनको सुनिश्चितता हुने बताइएको छ। तर विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोज मणि आचार्य भन्छन्, अस्ति टसमस नभएको नेतृत्व संस्थापन पक्ष हिजोको उद्घाटन समारोहको उपस्थिति, आज बन्द सत्रमा धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधिको उपस्थितिले उहाँहरूले अब पार्टी एक बनाउने चिन्ता त उहाँहरूले पनि छ। अब विशेष अधिवेशनको समापनसम्म भने आएर पार्टीलाई एक ढिक्का बनाउने नेतृत्व सहित हलभित्र छिरेपछि त अहिले जे गर्छ त्यो किसिमको डिस्कसन निकाल्दै गर्दा त कांग्रेसले नै केन्द्रमा राखेर निष्कर्ष निकाल्छ। सार्थक संवाद नभए मंगलबार विशेष महाधिवेशनले पार्टी नेतृत्व फेरबदल गर्न सक्ने त्यसअघि मनोज मणि आचार्यले पत्रकार सम्मेलनमा बताएका थिए। त्यहाँ उनले पार्टीको वर्तमान नेतृत्वले मंगलबारको समापन समारोहमा आएर अपनत्व ग्रहण नगरे उनकै शब्दमा निर्वाचनको प्रक्रिया अघि बढ्ने चेतावनी दिए। विशेष महाधिवेशनलाई लिएर कांग्रेसमा चुलिएको विवादकै सेरोफेरोमा केही बेर अघि हामीले पत्रकार राजेन्द्र दाहालसँग कुराकानी गरेका छौं। सुरुमा हामीले उनलाई लामो विवादकै बीच अवस्था यहाँसम्म आइपुगेको परिस्थितिलाई कसरी हेर्नुभएको छ भनी सोधेका छौं। कांग्रेसको अधिवेशन मात्रै नभएर यो देशकै एउटा राजनीतिक ठुलो घटनाको रूपमा आएको छ र त्यसले अत्यन्त उत्साहप्रद र अत्यन्त सकारात्मक काम भएको छ। यो मुलुकमा एउटा पार्टीको भेला विशेष महाधिवेशन हुँदा हुँदै पनि जुन राजनीतिक चरित्र, शिष्टता, आदर्श यहाँ प्रदर्शन भयो त्यो एक खालको खडेरी परेको रहेछ देशमा। यस्ता कुराहरू सुन्न हेर्न मानिसहरूले नपाएको, त्यो पाउँदाखेरि मान्छेहरू त्यसैमा दङ्ग परेको, खुसी भएको
म पाउँछु। अब अहिलेसम्मको अवस्थालाई हेर्दा जुन तपाईँले एउटा जुन कुराहरू गर्नुभयो त्यसले चाहिँ देउवा कतै चुके वा गगन विश्वप्रकाशसँग अरू विकल्प थिएन भन्ने देखाएको हो। विश्वप्रकाश गगनहरूले गर्नुपर्ने काम गरे भन्छु म चाहिँ त्यसलाई। त्यो नेपाली काङ्ग्रेसको केन्द्रीय महामन्त्री भएर बस्दा उनीहरूको पनि त केही दायित्व हुन्थ्यो। त्यो दायित्व उनीहरूले निर्वाह गरे। त्यो दायित्व निर्वाह गर्न सम्भवतः उनीहरूले पब्लिकली पनि बोलेको सुन्दाखेरि उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई पनि पर्याप्त मात्रामा अनुरोध गरेको अनुनय गरेको देखिन्छ। भित्रका बैठकहरूमा पनि त्यस्तै गरे होला। तर शेरबहादुरजीले ती कुराहरूलाई किन धेरै महत्त्व दिनु भएन अथवा संस्थापन पक्षले किन महत्त्व दिएन, अब यो सब त अलग विश्लेषणको विषय हो, व्यक्तिका कुराहरूको कुरा हो। तर विश्वप्रकाश र गगन थापाले उहाँहरू साह्रै अप्ठ्यारोमा परेर केही गर्नै नसक्ने गरेर यो भएको भन्दा पनि पार्टीभित्र उपलब्ध विकल्प सही विकल्प उहाँहरूले सदुपयोग गर्नुभएको हो भन्ने मलाई लाग्छ। अब राजेन्द्रजी यो अधिवेशनलाई लिएर चाहिँ दुवै पक्षका चिन्ता चासो चाहिँ चुनावसँग जोडेर भइरहेको थियो सुरुदेखि नै। कसैले भयो भने चुनाव बिथोलिने, कहिले चाहिँ भएन भने चुनाव बिथोलिने भनेर भनिरहेको थिए। अब चुनाव मुखैमा छ, 2 महिनाभन्दा कम समय छ भनेपछि अब यसले चाहिँ चुनावमा चाहिँ कस्तो असर पार्ने देखिन्छ? स्वाभाविक रूपमा सकारात्मक असर पर्छ। यदि हिजो र आजको जुन स्पिरिट त्यसले जे देशभरि जुन सञ्चार गरिराखेको छ त्यसमा त नेपाली काङ्ग्रेस त मालामाल भएको देख्छु म त। तर विभाजनको सङ्घारमा पनि भनेर टिप्पणी भइरहेछ। अब महाधिवेशन प्रतिनिधि नै हेर्दा पनि आधा आधी जसो बाहिरै छन् भनेपछि त त्यसले पार्ने नकारात्मक असर पनि त होला नि, उत्साह नै भने पनि। अब हेर्नुहोस्, विभाजनको जुन टिप्पणी हामीले गरिराखेका छौँ, हामीले बाहिरको बस्ने मान्छेहरूलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो। तर गगनले पार्टी फुट्दैन भनेर त्यो 3 पल्ट वाचा बन्धन गरेको विश्वप्रकाशजीले गरेको र उतापट्टि पनि पार्टी फुट्नु हुँदैन भनेर, फुट्न दिन्न भनेर शेरबहादुरजीले, शेखर कोइरालाहरूले जुन किसिमले बोलिराखेका छ ती शब्दहरूको पनि त केही अर्थ हुन्छ होला नि त। अहिलेको स्थितिमा नेपाली काङ्ग्रेस फुट्छ जस्तो मलाई लाग्दैन र यदि फुट्यो भने मलाई लाग्छ त्यो चकनाचुर हुन्छ। त्यहाँ कसैको केही हैसियत न शेरबहादुरजीको रहन्छ न गगनजीहरूको रहन्छ। तपाईँले अब दुवै पक्षमा जुन भएको आत्मविश्वास या प्रतिबद्धता कुरा गर्नुभयो, अब संस्थापन पक्षकै कुरा हेरौँ, जुन शेरबहादुर देउवा जो अब सभापति नउठ्ने विधानको व्यवस्था नै छ, सभापति पनि कार्यभार छोडेर बसेका मान्छे, उहाँ पार्टी फुट्दैन भन्ने कुरामा सुरुदेखि नै एक खालको अडानमा हुनुहुन्थ्यो। यो आत्मविश्वास चाहिँ कसरी, के कारण उहाँमा देखिन्थ्यो जस्तो लाग्छ तपाईँलाई? शेरबहादुरजीसँग त उहाँले एउटा राजनीतिक चरित्र देखाइसक्नु भएको हो। म 15औं महाधिवेशनको सभापतिको उम्मेद्वार होइन भनेर उहाँले भनिसक्नु भएको छ। विधानको सम्मान उहाँले आफ्नो ठाउँमा बसेर राम्रोसँग गरिसक्नु भएको छ। त्यसले उहाँलाई नैतिक बल दिन्थ्यो र उहाँ पदमा त हुँदै हुनुहुन्थ्यो। त्यस कारणले उहाँसँग प्रशस्त मात्रामा यो सबैलाई समेटेर लिएर जाने, त्यहाँ उत्पन्न भएका मतान्तरहरूलाई घटाउनेमा त उहाँले प्रशस्त भूमिका निर्वाह गर्न पनि सक्नुहुन्थ्यो, गर्नु भएन। तर अझै पनि गगनजीहरूसँग सङ्ख्या ठुलो हो भने उहाँहरूले अर्को पक्षलाई समेटेर लिएर जान सक्नुपर्छ, उसको चित्त बुझाउन सक्नुपर्छ। र होइन पार्टी सभापति संस्थापन पक्ष नै अझै पनि प्रभावशाली छ भने उहाँहरूले अहिले पनि यो 60% हुन् 56% जति हो उहाँहरूलाई समेटेर उहाँहरूको चित्त बुझाएर जान सक्नुपर्छ। अब विश्वासको जुन आधार छ ती तुरुप त प्रशस्त थिए शेरबहादुरजीसँग र अहिले पनि ती तुरुप शेरबहादुरजीसँग म देख्छु अहिले पनि। सोमबार साँझ हामीले कुरा गरिरहँदा देउवा निवासमा संस्थापन पक्षका नेताहरूको बैठक बारम्बार भइरहेको छ र महामन्त्रीहरूसँग पनि संवादको लागि खुला रहेको भनेर त्यसतर्फको अग्रसरता पनि देखिन्छ भनेपछि अबको सम्भावित परिदृश्यहरू चाहिँ के देख्नुहुन्छ तपाईँले? यदि शेरबहादुरजीले संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिहरू उहाँहरूको भावनाको सम्मान गरेर कदर गरेर केही चाहिँदैन, त्यहाँ 2 हात जोडेर जय नेपाल भन्दै त्यो भ्रिकुटी मण्डपभित्र पस्नुभयो भनेदेखि उहाँहरूका सारा समस्याहरूले एउटा नयाँ निकासको बाटो पहिलाउन सक्छन्। किनभने पार्टी फुट्छ कि भनेर डर त एउटा पक्षलाई मात्रै होइन अर्को पक्षलाई पनि त हुन्छ नि त। त्यस कारणले उहाँहरूसँग अझ पनि तुरुप छ। अब तर होइन, अब हामी संस्थापन हौँ, हामी बलियो हौँ अथवा हामीसँग धेरै ठुलो मेजोरिटी छ, धेरै ठुलो सङ्ख्या छ भनेर त्यो पाटोमा कसैले अहम लिएर बस्यो भने दुर्घटना हुन पनि सक्छ। फेरि त्यस्ता विकल्प तुरुप तपाईँकै शब्दमा भन्नुपर्दा के कस्ता हुन सक्छन्? त मैले भनिगएँ त तुरुप एउटा त उहाँहरू जानुहोस् न, उहाँले गरेर त्यत्रो उत्साह पैदा गर्नु भएको छ पार्टीको पक्षमा भनेर उहाँले त्यो कार्यकर्ताहरूलाई महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद मात्रै दियो भनेदेखि पनि त्यसपछि त उहाँहरूका प्रस्ताव पनि के रहेछन्, शेरबहादुरजीका प्रस्तावलाई महाधिवेशन प्रतिनिधिहरूले सुनिहाल्छ। अब नेतृत्व पनि परिवर्तनको कुरा जुन एउटा पेचिलो विषयहरूको रूपमा देखिया छ नि, हिजो जन प्रखर रूपमै देखियो नेतृत्व परिवर्तनको कुरा। शेरबहादुर
शेरबहादुरजीले त म उम्मेदवार होइन भन्ने बित्तिकै नेतृत्व परिवर्तन त अवश्य भावी भन्ने कुरा त शेरबहादुरजीले नै त्यो एजेन्डा अगाडि सारिदिइसक्नु भएको छैन। अब नेतामा को आउने भन्ने कुरा त त्यसपछिको कुरा हो। त्यो त विधिवत अधिवेशन गरेर एजेन्डा राखेरै गएरै छान्ने होला नि त त्यो अन्तिम नेतृत्व त। उनी थिए पत्रकार राजेन्द्र दाहाल। अब एउटा नेपाल बाहिरको विषय। इरानी अधिकारीहरूले आफ्नो फौजले सरकार विरोधी प्रदर्शनलाई पूर्ण नियन्त्रणमा लिएको बताएका छन्। केही दिनदेखि इरानमा जारी प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा 100 मानिसहरू मारिएको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट शरद केसीबाट। विदेश मन्त्री सैयद अब्बास अराक्चीले विरोध प्रदर्शनलाई निस्तेज पारिएको बताइरहँदा सरकारी टेलिभिजनले देखाएको दृश्यमा सोमबार तेहरानको सडकमा विगतभन्दा निकै फरक अवस्था देखिन्छ, जसमा सरकारको समर्थनमा जुलुस निस्किएको देखाइएको छ। सरकारी टेलिभिजनले त्यहाँको जनजीवन सामान्य अवस्थामा फर्किरहेको भाव प्रस्तुत गर्ने प्रयास गरिरहेको छ। विरोध चर्किँदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सडकमा उत्रिएकाहरूको रक्षाको निम्ति इरानमा सैन्य कारबाही गर्ने धम्की दिएका छन् र आफूले बलिया विकल्पहरू खोजिरहेको चेतावनी समेत दिएका छन्। उनले इरानको नेतृत्वले अब वार्ता गर्न खोजिरहेको तर बैठक आयोजना गर्नु अघि आफू आक्रमण गर्न बाध्य हुन सक्ने बताए। इरानी विदेश मन्त्री अराक्चीले चाहिँ आफ्नो देश वार्ता र युद्ध दुवैका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 8:45 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।